गाइज वेलकम टु माई भ्लग। आई होप हजुरहरू सबै सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै छु र आज चाहिँ मेरो छुट्टी थियो। म चाहिँ अहिले जिम जान लाग्छु है। बिहान गएन र अहिले चाहिँ मेरो जिम जाने भइरहेछ। हाम्रो बिहान कता गएर आएको सो म चाहिँ अब गिसी टल्नु गएर जान्छु। लाग्नु पऱ्यो त्यही हो, अलिपछितिर भेटौँला। लाग्नु अब जिम होइन, आज चाहिँ बिहान गएन कि त्यही कारणले चाहिँ अब दिउँसो जानुपर्ने छ म जिम। त्यही हो। अब आज चाहिँ वर्कआउटमा एक्लै छु होइन। अब आज चाहिँ भाइ पनि गएनन्, मतलब भाइ अब अलिक ड्युटीमै थिएँ। म चाहिँ एक्लै हिँडेर गएँ। त्यही भएर चाहिँ मजाले पिटेर हान्नुपर्ने हुन्छ होइन। एक्लैमा मलाई फेरि एक्लैमा मजा लाग्छ क्या। कस्तो चाहिँ मजाको सनको भाइसमा एक्लै मस्त हान्ने होइन, त्यसलाई मजा लाग्छ मलाई फेरि। त्यो भाइ पनि जान्छु भनेर बिहान गइरहेको थियौँ र आज चाहिँ म बिहान जानु सकेन कि, किन भन्दाखेरि अब आज छुट्टी पनि थियो मेरो। अनि त्यहीमा फिल्म पनि एउटा दामी थियो क्या, त्यही कारण सक्दिनँ। त्यही भएर चाहिँ म अहिले जानु लाग्छु। त्यही त हो, मेरो जिम फेरि हल्का टाढा नै छ यार। उता फेरि बिहान यत्रो हिँडेर आउनुपर्छ यार। बिहान गाडी छैन कि मसँग, दिउँसो गाडी छ। दिउँसो त्यही बाबासँग गाडी हो भएको भनेको होइन, बाबासँग छैन। यता पर्छ मेरो चाहिँ। अब अर्को जिम पनि छ बबाल, तर मैले पनि जिम त सस्तो मस्तो अब ठिकठाकै छ। अनि त्यस्तो पनि राम्रो छैन होइन, तर मलाई चाहिँ ठिकै छ। अनि मैले पहिला गर्ने जिम चाहिँ अगाडि छ कि, त्यो मलाई चाहिँ लास्टै टाढा नै पर्छ। बिहान अब गाडी भए चाहिँ नजिक नै पर्ने हो, तर हिँड्दै टाढा पर्छ। अनि त्यही कारणले म त्यति टाढा जानु सकेन। अहिलेको जिम चाहिँ हल्का नजिक थियो भन्दा चाहिँ पुरै बन्द हुन्छ यार। चाबी त्यसले कहाँ राखेको भन्ने कुरा हो। चाबी हेरेर जान्छ ठिकै हो, नत्र भने फेरि यार कहाँ हिँड्नु यार। मेरो मन जानु सक्दैन, त्यसलाई चाहिँ मिल्दै पर्छ आइपुग्यो होइन। त्यही हो। अब माथि लक लगाएको छ भने त्यस्तै हो, लक लगाएको गर्न पाइँदैन। लक लगाएको छैन भने चाहिँ अब पाइला होइन। तपाईँलाई मेरो जिमको भ्यू देखाउँछु। सो यो म जाने बाटो चाहिँ कोही हुँदैन प्रायः। लगाएको छ भने त्यही हो, लक लगाएको छैन भने त यो चाहिँ स्कुल छ है एउटा, यहाँ क्लास लभ क्लास छ। क्लासमा पढ्छन्, ट्युसन क्लास भनौँ यतातिरको। अर्को पनि छ एउटा माथि, यो पनि क्लास नै हो। अनि माथि चाहिँ फोटो सुटिङ हुन्छ है, जो जसलाई फोटो सुट गर्न आउँछ मन लाग्छ यहाँ फोटो गर्नुहुन्छ। यो चाहिँ फोटो सुट भयो र यो चाहिँ मेरो जिम। यो चाहिँ मेरो आजको आउटफिट देख्नु सक्नुहुन्छ। हो मेरो जिम लग लगाएको छ यार गाइस। फेरि यहीँ हुन्छ क्या, चाय पनि हेरेको छ। चलो गाइस, अब तुम्हारा भाइ नै देता है। मस्त वर्कआउट यही मेरो जिम। त्यस्तो ठुलो चाहिँ छैन है, सानो छ। अनि मलाई चाहिँ त्यहाँ टाढा भएको कारणले म यतै आउँछु वर्कआउट गर्न। मेरो आजको आउटफिट त्यही हो। अब चाहिँ मेरो वर्कआउट सुरु हुन्छ र आज हाम्रो घुम्न जाने प्लान चाहिँ कहीँ पनि भएन। किन भन्दाखेरि अब साथीहरू नै गएको थिएन होइन, साथीहरू भइदिएर जाने भन्ने प्लान हो। अनि साथीहरू कसैको छुट्टी पनि थिएन, अनि मेरो एक्लै छुट्टी थिएँ। त्यही कारणले आज जग्गा चाहिँ हुन्न मेरो घुम्न। त्यही पनि म साथीहरू भइदिएर टाढा जानु हुन्थ्यो। अब एक्लै चाहिँ टाढा जान मिल्दैन, नजिक चाहिँ जान्छु म। तपाईँलाई देखाउने छु। मेरो चाहिँ अब वर्कआउट सुरु हुन्छ। त्यही हो, अब वर्कआउट पछि नै भेटौँला ल। सो गाइज मेरो चाहिँ वर्कआउट पनि खतम भयो। म चाहिँ लाग्नु लागिसक्यो अब आफ्नो रुमतर्फ है, होटलतर्फ भनौँ। मेरो चाहिँ वर्कआउट सक्यो र बाइसेपको थियो, मैले वर्कआउट कम्प्लिट गरेँ। अनि म चाहिँ लाग्नु लाग्यो। एक्लै थिएँ भनौँ, कोही थिएन के अरे। अहिले कोही आउँदैन, अब आउँछन् सायद। अब अहिले 5 बजिसक्यो होइन, अब चाहिँ आउँछन् जिममा। मेरो चाहिँ जति बेला आउनु मन लाग्यो त्यति बेला आइन्छ क्या। त्यो मतलब टाइम त्यस मिलाएर आउनु सक्यो त त्यसलाई आउनु मन लाग्यो त्यति बेला। तर मेरो चाहिँ अहिले नै मिलेको छ भनौँ टाइम। त्यसै त म अहिले आएको। अब यसको बिहानदेखि खाना पनि केही खाएन है, बिहानदेखि भुगेछु। गएर खाना बस्नुपर्ने हुन्छ लगाइदिन्छ कि गाडी पनि फेरि। बिहानदेखि यार बिहान नास्ता गरेको त्यतिकै, त्यहाँदेखि केही खाएन कि लास्टले लगाइरहेको। अब गएर मैले आफै खाना बनाएर म चाहिँ अलग्गै खाना खान्छु कि। मेरो चाहिँ सादा खाना अलग्गै हुन्छ।
गाईमा मसला धेरै हालिदिन्छन् अनि यताउता। त्यही भएर म आफ्नो लागि सादा खाना अलग्गै गराउँछु म। त्यो चाहिँ म लाग्नु लाग्यो। भर्खर एउटा जिम गयो जिमवाला, हामी मसँगै जिम गर्छ त्यहाँ। त्यो चाहिँ मलाई चिनेन होला सायद, मैले किनकि हेलमेट लगाएको छु नि त, त्यही कारणले। अब यहाँ फेरि ट्राफिक हुने होला, रोक्ने हो, ट्राफिक गरिदिन्छ हिँड्दैमा अब होइन। 5-6 सेकेन्ड त रोक्ने कुरा हुँदैन। आँखामा ठुलो बसेको भने एकैछिनै लगायो पहिला होइन। हल्का यो मिल्दैन कि लगाउन, फेरि यसलाई सिसालाई यो हल्का माथि गराउनु लाग्यो भने यो गाडी आइसकेको गएर खाना खानुपर्ने हुन्छ। त्यही हो लगाइरहेको तर होइन, यो चाहिँ लास्ट दिइरहेको बिहानै खाएको यार। आज फेरि 10 बजी यार, 10 के भने 10:30 हुनु 11 बज्नु त लाग्थ्यो। त्यति बेला चाहिँ उठेको त्यही हो। अनि त्यति बेला नास्ता गरेको कि नास्ता गरेको त्यहाँदेखि खाना खाने मन पनि लागेन, गएर खाना खानुपर्ने हुन्छ होइन। त्यस्तै हो। अब कहाँ जाने प्लान त त्यो थाहा छैन, फिक्स छैन के अरे। अब त्यो पनि हेरौँ कहाँ हुन्छ होइन, अहिले त फिक्स छैन। खाना खाएर पहिला त्यसपछि हल्का भेट गरौँ, त्यसपछि जाने कहाँ हो के गर्ने हो त्यसले चाहियो भने चाहिँ। अनि म तपाईँहरूलाई म पहिला गर्ने चिज चाहिँ देखाउँछु है, म त भाइले देखाउँछु, भित्रै देखाउनु भित्र अब जानु मिल्दैन सायद। जानु त मिल्छ, त्यही पनि अब नजाऊँ भन्ने कुरा हो, किनभने मैले सिधै रुममा जान्छु क्या यहाँदेखि। त्यति बेला तपाईँलाई देखाइदिउँला, बिच बाटोमा पर्छ। अनि तपाईँहरूलाई त्यति बेला देखाइदिन्छु म। त्यहाँ चाहिँ हल्का टाढा छ क्या मेरो यहाँ होटलदेखि, मलाई चाहिँ यहाँ नजिक पर्छ क्या, त्यही भएर कारणले म यहाँ जान्छु यार। के गर्ने यहाँ राम्रो भइदिएको भयो, राम्रै हुने थियो। अब यहाँ त्यति मेसिन छैन क्या, पुरै मेसिन छैन, आधा मेसिन छ, आधा अब आफैले गर्नुपर्छ यार। त्यही कारणले पनि हल्का नमजा लाहा, ढिलो ग्रोथ भइरह। अब टाढा फेरि टाढा छ, तर जाने प्लान चाहिँ गरेको छु मैले। ठिक छ, हल्का टाइम मिलाएर जाने प्लान चाहिँ गरिरहेको छु, तर के हुन्छ कसो हुन्छ त्यो थाहा छैन। म चाहिँ आफ्नो होटल पुगिसकेँ होइन। गाडी फेरि कहाँ बाका बिचमा राख्दो रहेछ यार। यहाँ फेरि यस्तै गर्छ कि बिचमा राख्नु चिन्नेहरूले। पानी छ यार। चलो गाइस लेट्स गो। मजा आइसकेको छ आफ्नो होटल, त्यही होइन। अब सिधै होटलमा केटाहरू त जम्मा भाँदै हो। क्यारम बोर्ड जमाइरहन् केटाहरूले घर। त्यो गाइस खाएर पनि अब लाग्नु लागिसक्यो आफ्नो रुमतर्फ है। हामी चाहिँ जान लागिसक्यौँ भनौँ। लाउनु मामा म हामी चाहिँ लाग्नु लागिसक्यौँ रुमतिर। अब रुमदेखि कहाँ कहाँ हुन्छ अब जाऊ है, त्यो त थाहा छैन। अब त्यही पनि गएर थाहा हुन्छ होइन। म त एक्लै छु आज, त्यही भएर कता कता घुम्न जाँदै हुन्छ हुन्छ होइन। अहिले कहाँ आज नै के अरे अब त्यतिकै भएर जानुपर्छ मलाई रुमतिर। त्यही हो, ल्याउँदैन क्या म हेरेको छु। कहाँ ल्याउनु मामा आउँदैन हेर्नु त, हेरिरहेको छ अझै अझै आउँछ हेर्नु त, आएको छैन नि। चलो भाइ चाहिँ यो रहेछ कता कता सिधा अगाडि। चलो चलो यहाँनिर हुनु लाग्छ नि। कहाँ कहाँ खानु पऱ्यो मामा यहाँ? कता कहाँ? ए स्टाफ रोज तिनी हो नि क्या? कुनामा दिएको रहेछ स्टाफ रोज? भर्खर जाँदा चाहिँ बन्दै रहेछ। निमीहरू यहीँ हो आयो ए पनि लाग्नु लागिसक्यौँ होइन। आफ्नै केटाहरू चाहिँ चिनेकै, हामीसँग पहिला काम गरेको केटाहरू। अनि ठिकै रहेछ होटल चाहिँ। अब कहिले ओपनिङ हुने हो त्यो थाहा छैन गरे, अझै टाइम लाग्ला सायद। म लाग्यो ल। किन हेर्नु भएको यस्तो रे? किन यस्तो हेर्नु भएको? गाइस लाग्यौँ मामा गयो है। त्यो गाइस आफ्नै उतातिर काम सँगै काम गरेको केटाहरू रहेछन् क्या यहाँ चाहिँ। अनि निखिले भाइ चाहिँ मलाई यहाँनिरै आएर पनि त्यसले भन्दैन क्या मलाई यार। जान्छ नि हेरेछ के अरे कता कता गएको गएर भेटिनुपर्ने थियो। अर्को दिन हामीलाई कुनै दिन अब चाहिँ हामी लाग्नु पर्ने हुन्छ, तर गाडी चाहिँ कस्तो आएको होला
यो जो स्टुडियो छ नि यो जिमको यो झिङ्गे मलाई यहाँ लामो पर्छ नि त हाम्रो होटलदेखि आउन अनि यार यहाँ पुरा गर्नु पर्ला जस्तो लाग्यो मलाई यार यहाँदेखि त मलाई नजिकै पर्छ यो जिम यार होइन यहाँदेखि त मलाई नजिक नै पर्छ तर एक्चुली पुरा गरे चाहिँ ठाउँ हुने हो खाली छ कि नै यार खाली त हुनुपर्ने हो यार हेरौँ होइन के हुन्छ तर चाहिँ लाग्यो मलाई हाम्रो भित्रको हाम्रो अम्ले पनि गरेर मलाई बोलाइसक्यो होइन जानुपर्ने हुन्छ यो चाहिँ म पहिला जिम गर्न जान्थेँ कि यहाँदेखि अगाडि पनि मैले जिम गरेर आएको 1-3 महिना अनि त्यति बेला चाहिँ त्यति मलाई थाहा थिएन नि त होइन खासै थाहा थिएन मलाई जिमको तर अर्कोबाट स्टार्टिङमा रहर लगाएर के रहर लगाएर चाहिँ गएँ म अनि गएर चाहिँ 1 महिना गरेँ है 1 महिना चाहिँ मजाले गरेँ बिहान बिहान उठ्थेँ यहाँदेखि साइकल पनि लान्थेँ कि म त्यहाँ राख्थेँ कि त्यो अघि होम खोलेर गएको थिएँ नि त त्योभन्दा हल्का अगाडि भनेर भन्थेँ नि पहिला जो म पहिला यहाँ काम गर्थेँ भनेर त्यहाँ होटलदेखि यता जान्थेँ म यहाँ आउँथेँ कि एक्लै साइकलमा यार योभन्दा अगाडि छ जिम गर्ने ठाउँ म तपाईँलाई देखाउँछु तर आजले जिम छैन कि बिर्सिसकेको थिएँ है अनि म पहिला यहाँदेखि चाहिँ एक्लै आउँथेँ त्यति बेला चाहिँ रहर लाग्यो क्या अब त्यति मलाई नलेज नै नभएको जिमको बारेमा होइन रहर लाग्यो पहिल्यैदेखि मलाई सुक्थ्यो फेरि है बच्चानैदेखि मलाई जिम गर्ने सुख थियो अनि रहर लगाएर चाहिँ म आउने बित्तिकै म यहाँ जोइन भइहालेको थिएँ घरदेखि आउने बित्तिकै 1 महिना काम गरेर म अर्को दिनदेखि यहाँ जोइन भइहालेको थिएँ जिममा अनि फर्म भरेँ मैले फर्म भरेपछि जिम गर्न गएँ अनि 1 महिना त नन स्टप हाम्रोसँग जिम गरिरहेको थिएँ अनि यहाँ के को भन्दा नि मलाई लास्टै टाढा पर्ने क्या अनि त्यहाँनिर हाम्रो होटलनिर म त्यो अघि देखाएको थिएँ नि त्यो चाहिँ ओपनिङ हुन लागेको थियो अनि हाम्रो केटाहरूले भन्नु लाग्यो कि फेरि उता सोध्यो अब यतै गरौँला यहाँनिर ओपनिङ हुन लाग्छ अनि सबैसँगै जाउँला भन्ने कुराहरू लाग्यो यहाँनिर लाग्छ नि ठिकै छ होइन हेर्नु जाने यति टाढा किन जाने हो र भनेर मैले त्यही डन गरेँ त्यही डन गरिसकेपछि त्यहाँदेखि त्यहाँ कति 2 महिना मेरो बिचमा ग्याप भयो 2 महिना बिचमा ग्याप भयो अनि सली झन् मोटा आयो क्या त्यस्तो मोटा थिएन तर हल्का चाहिँ मोटा थियो है अनि त्यसपछि फेरि मैले त्यहाँ जोइन गरेँ होइन अनि जोइन गरेर कस्तो भन्दाखेरि म अनि एउटा सेफ थियो अनि एउटा मेरो साथी थियो है हामी तिनवटा चाहिँ गयौँ जोइन गयो जोइन भएदेखि 1 महिना हामीहरू गयौँ ठिकै गयौँ त्यति मलाई त्यतिखेर अब तिनीहरू आफ्नो यार ल्याङ्ग्वेज बोल्ने होइन मतलब अब समझमा त आउँदैन त तिनीहरू बङ्गाली बोल्थ्यो कि मलाई फेरि बङ्गाली समझमा आउँदैन अनि त्यही भएर अब त्यस्तै अनि त्यहाँको फेरि सिस्टम कस्तो भने चाहिँ ट्रेनरहरूले पनि गिजाउने क्या नआएको चिजहरू सिकाउने हुन्छ नि त तर त्यस्तो हुँदैन क्या त्यहाँको ट्रेनरहरूले चाहिँ गिजाउने क्या मतलब हाँस्ने गिजाउने त्यस्तो गर्थ्यो नि हाम्रो लफडा पनि परेको थियो त्यहाँ लफडा गरेर ट्रेनर हामीसँग नबोल्ने अनि हामी ट्रेनरसँग नबोल्ने कुरा भएको थियो त्यसपछि अनि फेरि 1 महिना बित्यो 1 महिना बित्ने बित्तिकै तिनीहरूले जिम जोड्न छोड्यो अनि हामी त्यो लफडा भएर पनि मैले पनि छोडेँ क्या अनि किनभने मैले ठ्याक्क छोडेँ अनि मेरो घर जाने टाइम पनि आइहाल्यो थियो किनभने मेरो ठ्याक्कै जिम छोड्ने बित्तिकै तिहार पनि आइहाल्यो थियो अनि म त्यही तिहारमा घर गएको थिएँ क्या तिहार मान्न अनि त्यही कारणले मेरो त्यहाँ पनि 1 महिना मात्रै भयो जिम होइन अनि त्यसपछि 1 महिना त त्यहाँ जिम भयो अनि फेरि म घर गएँ घर गएर फेरि म घरदेखि आएर 1-2 महिना काम गरेँ 1-2 महिनादेखि काम गरेँ फेरि भाइको बिहेमा घर गएँ अनि फेरि आएँ त्यसपछि बल्ल म जिम जोइन गरेँ क्या फेरि मेरो मतलब 3-4 महिना मेरो ग्याप भयो 3-4 महिना मेरो ग्याप भयो अनि त्यसपछि झन् शरीर हल्का मोटा आयो क्या किनकि जिम गर्ने छोड्ने कारणले गर्दा झन् शरीर फिल्लिँदो रहेछ क्या अनि त्यहाँदेखि फेरि मैले जिम गरेँ अनि फेरि बिहान जिम गरेर अनि फेरि मर्निङको काम भेटेर फेरि मैले मर्निङको काम स्टार्ट गरेँ मर्निङको काम स्टार्ट गरेदेखि 1 महिना काम गरेँ त्यसपछि मलाई नसकेर मैले छोडिदिएँ अनि फेरि त्यसपछि 1.5 महिना जति मैले रेस्ट गरेँ 1.5 महिना जति रेस्ट गरेँ त्यसपछि मेरो त्यो 1-2.5 महिना भयो 2.5 महिनादेखि मेरो बिचमा ग्याप भयो 3 महिना नन स्टप जिम गरेर 2.5 महिना बिचमा ग्याप भयो अनि फेरि जिम स्टार्ट गरेँ फेरि 2 हप्ता ग्याप भयो अनि फेरि 1 हप्ता ग्याप भयो अनि त्यस्तै गरेको कारणले मेरो शरीरले ग्रोथ भएन क्या राम्रोसँग मतलब अहिलेसम्म त हुनुपर्ने हो होइन 1 वर्ष भइसक्यो जिम गर्न लाग्यो भन्यो मैले यस्तै तर बिचमा त धेरै ग्याप भएको छ क्या मेरो धेरै ग्याप भएको कारणले गर्दा फ्याट घट्ने फेरि फ्याट बढ्ने हुन्छ है मेरो त्यही कारणले अब फेरि नन स्टप गरौँ भनेको अब तर के हुन्छ बिचमा थाहै हुन्न कि सोचे जस्तो हुँदैन नि त अब कमाउन आएको जिन्दगी होइन अब केही नभएको भयो ल ठिकै छ भन्ने आफ्नो शरीरलाई मात्रै हेर्ने हुन्छ यार अब मिडल क्लासदेखि फ्यामिली बिलोङ गरेको के गर्ने पैसा खाँचो हुन्छ यार यताउता हुन्छ फेरि छोड्नै पर्छ यार के हुन्छ त्यही भएर त्यति प्रायः नन स्टप नै भएन तर अब चाहिँ गरौँ भन्ने कुरा होइन अब चाहिँ नन स्टप गरौँ भन्ने कुरा हो किनकि शरीरलाई हेरिराख्ने जरुरी छ क्या आफ्नो शरीरमा होइन त्यही भएर हो अब के हुन्छ त्यो थाहा छैन बिचमा कहिले के हुन्छ कहिले के भइदिन्छ यार थाहै हुने त्यही पनि अब हेर्दै जाऊँ होइन गर्दै जाऊँ के हुन्छ कसो हुन्छ
एन्ड जो मैले सुरुमा फर्स्ट टाइम जिम जोइन गरेको भन्दा चाहिँ यहाँभन्दा ठ्याक्कै यतापट्टि छ है। मेरो पहिलाको भ्लगमा चाहिँ मैले हालेको छु यता हो। अनि यहाँ आउँथेँ कि म त्यहाँदेखि चाहिँ त्यति टाढादेखि यहाँ आउँथेँ कि म सोच्नु आउँथेँ त्यस्तो रहर लाग्थ्यो मलाई जिम गर्न। अनि अब केही छैन, अब त त्यहीँ छ होइन मेरो नजिकै भन्दै पनि अब हल्का टाढा नै छ, बिहान हिँड्दै जान्छु है। तर यार आजभोलिको होटल ओपनिङ हेर्लाको यार त्यहाँमा आइदिएको भयो यार मजाकै पर्थ्यो यार मलाई यार। सोच्नु पर्ला एक्चुअली के हुन्छ होइन। तर मैले तल पनि काम सिकिरहेको छु, किनकि तल पनि राम्रो काम सिकिरहेको छु मैले। त्यही कारणले अब के हुन्छ मेरो पेमेन्ट त बढाइदिने कुरा भएको छ। अब बढाइदियो भने त काम गरेर चाहिँ नबढाइदियो भने होइन। एन्ड अब हाम्रो मम्मीले चाहिँ मलाई हाम्रो रुममा बोलाउनु भएको छ होइन। लिन आइज अब त्यसपछि जाम लगाउँदा भन्नु पर्छ। अब त्यहाँ मम्मीलाई लिन गएर त्यसपछि पर्छ। त्यहाँदेखि सपोर्ट दिनु होला, सपोर्ट दिनु लगेर लाइक कमेन्ट गरिदिनु न सबैले होइन। भिडियो राम्रो राम्रो आउनेछ, तपाईँहरूले सपोर्ट नदिनु भयो भने त्यस्तै छ भिडियो सिडियो त होइन। तपाईँहरूले सपोर्ट दिनु पऱ्यो, त्यही हो गाइस। अरू त गराइहाल्छु नि म, आप सुनो और वीडियो करा लेगा, आप लोग सपोर्ट दीजिए खास। बोलना चाहता हूँ मैं तो गाडी धेरै ख्यात चाहिन्छ फिलेर चाहिँ होइन त्यसन् गए ल गाइस हामी चाहिँ अब मम्मीको रुमदेखि पनि फर्किसक्यौँ है। दिदीको रुम गएको दिन खाना खान, अनि दिदीको रुममा खानासाना खाएर अनि सिधै हामी लगाइसक्यौँ अब आफ्नो होटलतर्फ होइन। गाइस चिसो चाहिँ छ है, बढी छ चिसो। अब चाहिँ लाग्ला हामी हाम्रो होटलतर्फ। त्यही हो आजको भ्लग चाहिँ। आज चाहिँ कहीँ जाने भएन भनौँ, अब अबेर भइहाल्यो। दिदीको रुममा अबेरसम्म खाना खायो, अनि खाना पाक्यो, बस्यौँ सबैजना गफ गऱ्यौँ। त्यसपछि अब सिधै म लाग्ला होटलतर्फ। अब ढिलो भइसक्यो, अब कहीँ जाने पनि प्लान भएन आज होइन। त्यही भएर हो अब अर्कोचोटि नेक्स्ट टाइम चाहिँ सायद हामी जान्छौँ होला। छुट्टी भयो जान्छौँ हामीहरू। केटाको छुट्टी भन्दा हुन्छ जब नत्र हुँदैन कि। अब कस्तो भने चाहिँ आज त केटाहरूको अब जो जाने केटाहरू हुन्छ तिनीहरूको छुट्टी भइदिन्छ कहिले होइन। कहिले चाहिँ मेरो तिनीहरूको सँगै भइदिन्छ, अनि त्यतिखेर गयो भने चाहिँ कहिले पनि तिनीहरूको अलग हुन्छ, मेरो अलग हुन्छ। त्यही भएर जाने हुँदैन यार। आज पनि अब त्यस्तै भइदियो, आज अब मेरो छुट्टी भइदियो। अब आज तिनीहरूको छुट्टी हिजो हिजो भयो। अब त्यही हो गाइस। आज चाहिँ घुम्न जाने प्लान त्यस्तो कहीँ पनि भएन। अब केटाहरू भइदिएको भइदियो जाओ त अरू ठाउँ हुने थियो होइन। केटाहरू कोही कसको पनि छुट्टी भएन, नेक्स्ट टाइम जाने चाहिँ। तर मेरो चाहिँ गङ्गापुर ड्याम जाने प्लान थियो है, गङ्गापुर ड्याम जाने प्लान थियो। अनि कस्तो भने चाहिँ केटाहरू अब कसैको छुट्टी भइदिएन, बिहान जाम भनेको बिहान जान्न भन्ने कुराहरू लाग्यो केटाहरूले। फेरि अब गाडी एउटा मात्रै, त्यही भएर पनि भयो झ्याउ। अब गङ्गापुर ड्याम गएर तपाईँलाई गङ्गापुर ड्यामको भ्यू देखाइदिने भन्ने प्लान हो, तर योचोटि भएन। अब नेक्स्ट टाइम चाहिँ जाने जाउँ सायद हामी है। गयो भने चाहिँ तपाईँहरूलाई देखाइदिने चाहिँ गङ्गापुर ड्याम। त्यहाँको चाहिँ तल दामी छ भनौँ, तल छ एउटा ठुलो तल छ। अनि त्यहीँ तलको आउँछ। पहिला मलाई कति नै आउँदैन कि क्यामेरा देख्यो भने मान्छे पब्लिक देख्यो भने लाज लाग्ने होइन। अझै पनि लाज लाग्छ, तर यति हो आफूले चाहिँ हार नमान्नु है। जो स्टार्टिङमा भ्लग गराउँदै हुन्छ लाज मानेर कामै छैन कसम। लाज मानेर दुनियाँले भन्ने हो यताउता, त्यसले चाहिँ भुलिहाल्छ होइन सबैले मान्छेलाई। त्यही भएर लाज नमान्नु गाइस। भ्लग गराइदियो जो स्टार्टिङमा भ्लग गराउँदै खुलेर भ्लग गराउने हो, लाज मान्ने होइन। मलाई पनि लाज लाग्छ, तर केही छैन। आजै कोसिस गर्दैछु होइन। भ्लग भन्ने चिज अब गराइराख्ने हो, त्यहाँदेखि अब आफूले गराउने हो जतिसक्दो। त्यही हो गाइस। भान्साकै बढी पाहाडतिर हुन्छ नि त, पाहाडतिर कुहिरो सुरो ला हुन्छ त्यस्तो भिडियो हुन्छ। चिसो छ आउँछ नि हावा, त्यस्तै छ क्या यतिर। चिसो चाहिँ भयङ्कर छ है फेरि, चिसो हावा हान्छ क्या यार। राति पनि त्यस्तै हो यार, बिहान चाहिँ पुरा चिसो हुन्छ यार। उठ्नै गाह्रो हुन्छ मा, यस्तो गाह्रो हुन्छ नि मा। त्यो गाई जो स्टार्टिङमा भ्लग गराउनु हुन्छ सबैले राम्रोसँग भ्लग गराउनुलाई लाज मान्ने चिज चाहिँ हुँदैन। लाज मान्ने भन्ने चाहिँ पटक्कै लाज मान्ने होइन। गराइहाल्यो खुलिहाल। एक दुईजनाले भन्छ यो भनेर तिनीहरूतिरको कुरा नसुन्नु, दुई चारजनाको कुरा सुन्दैमा भ्लग घुम्ने काम नगर्नु होइन। स्टार्टिङमा गर्दै हुन्छ नि, प्रयास गर्दै गर्नु, अवश्य गीत पुरा हुनेछ। पनि अब स्टार्टिङ नै हो, भर्खर पुरा हुने कहिले थाहा छैन। तर तपाईँहरू सबैले लाइक कमेन्ट सब्सक्राइब सबैले जा छिटो पख बाबु पख
एकैछिन पखनी होइन हामीलाई जान्दैौ न यार हामी त जान लाग्यो यार हामी धेरै टाढाको मान्छे छौँ नि त यार होइन जाँदैछौँ के बोलाएको छ मलाई जान्दैन के त्यसले गर्दा यार एउटा भइदिरहेको छ यार कोहीको हतारमा के गर्छ मेरो बालर यति भगाउन दिएर मलाई पनि मात्र कुदाउने के गर्ने हान्नै पऱ्यो होइन मजा हुँदा क्या चाहिँ मेरो होटल आइसक्यो गाइस त्यो अब म होटल गएर मजाले एडिट गर्छु भोलि बिहान 3-4 बजीसम्म आउँछ ब्लग मेरो 2-3 बजीसम्म भनौँ 2-3 बजीसम्म आउँछ सबैले हेरिदिनु होला सपोर्ट जतिसक्दो सबैले सपोर्ट गरिदिनु होला भिडियो राम्रो आउनेछ यो चाहिँ म ग्यारेन्टी लिएर भन्छु जति सपोर्ट दिनुभयो तपाईँहरूले त्यति नै राम्रो भिडियोहरू पाउनेछ तर अब सपोर्टै नदिएपछि कहाँदेखि भिडियोहरू पाउने हो र होइन आफूलाई अब सपोर्ट दियो भने पनि भिडियोहरू बनाउन कन्टेन्टहरू ल्याउन मजा लाग्छ कि तपाईँहरूले अब सपोर्टै दिँदैन न भिडियोहरू कहाँ फेरि होटलै पुग्नु लाग्यो क्या त्यहाँदेखि सिधै कल्टी मारेर कतिको बाटो हुने होइन चिसो कस्तो चिसोमा सो गाइस हामी त होटल पुगिसक्यौँ होइन यो आज घुमघाम यार बेकार भयो यार कहीँ जान पाइएन यार मजै लागेन कि मलाई चाहिँ कहीँ म त यार गङ्गाको टेन्सन जानुपर्ने प्लान थियो यार तर योचोटि भएन प्लान होइन चकनाचुर भयो केही छैन नेक्स्ट टाइम जानेछौँ हामी अवश्य नेक्स्ट टाइम चाहिँ फिक्स जानुपर्छ यार नेक्स्ट टाइम कल जान्छ यार पैसा सकिगयो यार के गर्ने यार योचोटि पैसा थियो अहिले जान भन्ने प्लान थियो केटाहरू यार योचोटि पैसा नभएर केटाहरू पनि जाने भएन तर नेक्स्ट टाइम जानुपर्ने हुन्छ म चाहिँ पुगिसकेँ अब प्याक गरिदिनुपर्छ मेरो म चाहिँ होटलमा पुगिसकेँ होइन र आजको मेरो ब्लग यति नै हुन्छ जो च्यानलमा नयाँ हुन्छ सबैले लाइक कमेन्ट सब्सक्राइब गर्नु ल यस्तो धन्यवाद।